मध्य प्रदेश में फेरिए कयौं मुख्यमंत्री तर फेरिए न मधेस को मुहार भन्ने विषय समसामयिक नेपाली राजनीति को एउटा तितो तर वास्तविक चित्रण हो। नेपाल में संघीयता कार्यान्वयन में आएपछि पहिचान र अधिकार को मुख्य केन्द्र बनेको मध्य प्रदेशले राजनीतिक रूप में धेरै उतार चढ़ाव बेहोरेको छ। तर सत्ताको कुर्सीमा अनुहारहरू जति तीव्र गतिमा फेरिए त्यही गतिमा आम मधेसी जनताको जीवन स्तर र प्रदेश को समग्र मुहार में परिवर्तन आउन सकेन। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल को संविधान 2072 कार्यान्वयन सँगै स्थापना भएको मध्य प्रदेशले संघीयता को सबैभन्दा ठूलो परीक्षा भोगिरहेको प्रदेश का रूप में चिनिन्छ। जनसंख्या का दृष्टिले सबैभन्दा ठूलो र क्षेत्रफल का हिसाबले सबैभन्दा सानो यो प्रदेश में राजनीतिक परिवर्तन भने पटक पटक भयो, तर जनताले अनुभूति गर्ने विकास र सुशासन अपेक्षा अनुसार हुन सकेको छैन। संघीयता को उद्देश्य स्थानीय आवश्यकता अनुसार विकास, सेवा प्रवाह र जनप्रतिनिधि मार्फत उत्तरदायी शासन स्थापना गर्नु थियो। तर मध्य प्रदेश में सरकार परिवर्तन, दलहरूको समीकरण फेरबदल र सत्ता संघर्षले विकास को गति पटक पटक अवरुद्ध भएको देखिन्छ। नेपाल में संघीय गणतन्त्र स्थापना हुनुमा र प्रादेशिक संरचना बन्नुमा मधेस आन्दोलन को ठूलो र निर्णायक भूमिका छ। पहिचान, स्वाभिमान र आर्थिक समृद्धि को नारा बोकेर मधेसी जनताले लामो संघर्ष गरे। तत्कालीन प्रदेश नंबर 2 हाल मध्य प्रदेश स्थापना हुँदा जन स्तर में एउटा ठूलो आशा थियो। अब आफ्नै सरकार हुनेछ, आफ्नै नेतृत्व हुनेछ र वर्षौंदेखि राज्यको मूलधारबाट पछाडि पारिएको मधेसको कायापलट हुनेछ। तर संघीयता लागू भएको झण्डै 1 दशक पुग्न लाग्दा पनि मधेसको अवस्था जुन जोगी आए पनि कानै चिरेको भने जस्तै भएको छ। मध्य प्रदेश राजनीतिक अस्थिरताको अखडा जस्तै बनेको छ। पहिलो कार्यकालमा लालबाबु राउतले झण्डै 5 वर्ष सरकार चलाए पनि त्यसपछिको दोस्रो कार्यकालमा मधेसले चरम अस्थिरताको सामना गर्यो। केन्द्रको सत्ता समीकरण परिवर्तन हुन साथ मधेसमा पनि सरकार ढल्ने र बन्ने श्रृंखला चलिरह्यो। हालसम्म मध्य प्रदेशमा धेरैजना नेताहरूले मुख्यमन्त्रीको रूपमा सत्ताको बागडोर सम्हालिसकेका छन्। क्रमबद्ध रूपमा भन्नुपर्दा पहिलो नम्बरमा पर्सा जिल्लाका लालबाबु राउत गदी रहेका छन्। दोस्रो नम्बरमा बारा जिल्लाका सरोज कुमार यादव रहेका छन्। तेस्रो नम्बरमा सप्तरी जिल्लाका सतीश कुमार सिंह रहेका छन्। चौथो नम्बरमा बारा जिल्लाका जितेन्द्र प्रसाद सोनल रहेका छन्। पाँचौं नम्बरमा महोत्तरी जिल्लाका सरोज कुमार यादव रहेका छन् र छैठौं नम्बरमा हाल वर्तमानमा रौतहट जिल्लाका कृष्ण प्रसाद यादव रहेका छन्। यो निरन्तरको सत्ता हेरफेरले के देखाउँछ भने प्रादेशिक नेतृत्वको ध्यान कसरी सत्ता टिकाउने र कुन दललाई कति मन्त्रालय भागवण्डा गर्ने भन्ने राजनीतिक अंक गणितमै सीमित भयो। नीति, योजना र विकास निर्माणका कामहरू सरकार फेरिने हतारो र खिचातानीका बीच सधैँ ओझेलमा परे। प्रश्न उठ्छ कि बारम्बार सरकार किन फेरिए? बारम्बार सरकार फेरिनुका केही मुख्य कारणहरू रहेका छन्। ती हुन् दलहरू बीच अस्थिर गठबन्धन, सत्ता साझेदारीको विवाद, विश्वासको मत गुम्नु, केन्द्रको राजनीतिक प्रभाव र मन्त्री पद र शक्ति बाँडफाँडमा असहमति जस्ता कारणहरू रहेका छन्। मुख्यमन्त्री र मन्त्रीहरूको गाडी र सुविधा फेरिए पनि आम जनताको मुहार किन फेरिएन? यसका पछाडि पनि मुख्य रूपमा केही कारणहरू रहेका छन्। पहिलो कारण रहेको छ कुशासन, भ्रष्टाचार र नीतिगत विचलन। मध्य सरकारले सुरुवाती दिनहरूमा बेटी पढाऊ बेटी बचाऊ जस्ता लोकप्रिय कार्यक्रम ल्याए पनि ती कार्यक्रमहरू साइकल खरिद र वितरणमा भएको चरम भ्रष्टाचारको विवादमा परे। प्रदेशका योजनाहरूमा उपभोक्ता समिति मार्फत आफ्ना कार्यकर्ता पोस्ने र कमिसन तन्त्र संस्थागत गर्ने काम भयो। दोस्रो कारण रहेको छ कृषि प्रधान क्षेत्रको बिजोग। नेपालको अन्न भण्डार मानिने मधेसका किसानहरू आज पनि वर्षेनी मल, बिउ र सिंचाईको अभाव झेल्न बाध्य छन्। न त किसानले समयमा मल पाउँछन्, न उत्पादित वस्तुको उचित मूल्य नै पाउँछन्।
कृषि क्रान्तिको गफ हाँक्ने सरकारहरूले किसानका वास्तविक समस्या समाधान गर्न ठोस नीति ल्याउन सकेनन्। तेस्रो कारण रहेको छ चरम गरिबी, बेरोजगारी र वैदेशिक रोजगारीको बाध्यता। रोजगारीको खोजीमा खाडी मुलुक र मलेसिया जाने युवाहरूको संख्या सबैभन्दा बढी मध्य प्रदेशकै छ। युवा शक्ति पलायन हुँदा गाउँहरू ज्येष्ठ नागरिक र महिलाहरूको भरमा मात्र बाँचेका छन्। स्वदेशमै उद्योग धन्दा खोल्ने र रोजगारी सिर्जना गर्ने दिशामा प्रदेश सरकारको लगानी र इच्छा शक्ति शून्य बराबर देखियो। चौथो कारण रहेको छ शिक्षा र स्वास्थ्य क्षेत्रको दयनीय अवस्था। साक्षरता दरको हिसाबले मध्य प्रदेश अझै पनि मुलुकका अन्य प्रदेशको तुलनामा पछाडि रहेको छ। सरकारी विद्यालयहरूको अवस्था खस्कदो छ भने गरिब जनताले सामान्य उपचारका लागि पनि ठूलो ऋण धन गर्नुपर्ने वा छिमेकी देश भारत दगुर्नुपर्ने बाध्यता कायमै छ। आशा र अबको बाटो के त? केही भौतिक पूर्वाधार सडक कालो पत्रे हुनु वा प्रादेशिक संरचनाका भवनहरू बन्नुलाई नै पूर्ण विकास मान्न सकिँदैन। जनताको जीवन स्तरमा परिवर्तन आउनु नै वास्तविक विकास हो। मधेसको मुहार फेर्नका लागि अबको नेतृत्वले निम्न कुरामा सुधार गर्नै पर्छ। पहिलो नम्बरमा राजनीतिक स्थिरता। सत्ताको खेलबाट माथि उठेर कम्तीमा नीतिगत स्थिरता र योजनाहरूको निरन्तरता सुनिश्चित गरिनुपर्छ। दोस्रो नम्बरमा उत्पादनमुखी लगानी। कृषि, पर्यटन र उद्योगमा लगानी बढाई युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरिनुपर्छ। तेस्रो नम्बरमा भ्रष्टाचारमा शून्य सहनशीलता। राज्य कोषको रकम कार्यकर्ता पोष्न नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा पारदर्शी ढङ्गले खर्च गरिनुपर्छ। निष्कर्षमा म के भन्न चाहन्छु कि मधेस आन्दोलनका शहीदहरूको रगत र लाखौं मधेसी जनताको बलिदानीबाट प्राप्त संघीयता र प्रादेशिक सरकार केवल नेताहरूको व्यवस्थापन गर्ने थलो मात्र बन्नु हुँदैन। मधेसमा मुख्यमन्त्रीको अनुहार मात्र फेरिएर पुग्दैन। अब नेतृत्वको सोच, कार्यशैली र नियत फेरिनु आवश्यक छ। जबसम्म भुइँ तहका जनताले सिंहदरबार, गाउँ घर र प्रदेशमै आएको महसुस गर्न पाउँदैनन् तबसम्म मुख्यमन्त्री फेरिने तर मधेसको मुहार नफेरिने यो तीतो यथार्थ बदलिने छैन। मध्य प्रदेशमा सरकार फेरिनु लोकतान्त्रिक प्रक्रियाको सामान्य पक्ष हो, तर सरकार परिवर्तन मात्र विकासको आधार बन्न सक्दैन। नेतृत्व परिवर्तनसँगै नीति, कार्यशैली, पारदर्शिता र परिणाममुखी शासन आवश्यक हुन्छ। आज पनि धेरै मधेसवासीको प्रश्न उस्तै छ। मुख्यमन्त्री त फेरिए, तर हाम्रो गाउँ, हाम्रो सडक, हाम्रो विद्यालय, हाम्रो अस्पताल र हाम्रो जीवन किन फेरिएन? संघीयताको वास्तविक सफलता सरकारको संख्या होइन, जनताको जीवन स्तरमा आएको परिवर्तनले मापन हुन्छ। त्यसैले मध्य प्रदेशलाई अब राजनीतिक समीकरण भन्दा विकास, सुशासन, रोजगारी र जनविश्वासको राजनीतिले अगाडि बढाउनु पर्ने आवश्यकता अझ स्पष्ट देखिन्छ। यदि तपाईलाई यो भिडियो उपयोगी लागेको होला भने भिडियोलाई लाइक गरी शेयर गरिदिनु होला। हजुरको केही सुझाव, सल्लाह, प्रतिक्रिया एवं आफ्नो विचार छ भने अवश्य नै कमेन्टमा लेख्नु होला। आगामी भिडियो कुन विषयमा अर्थात् कुन शीर्षकमा चाहिन्छ त्यो पनि कमेन्टमा लेख्नु होला र यस्तै तथ्यमा आधारित नेपाली राजनीतिक तथा विश्व राजनीतिक विश्लेषणका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। तपाईको जीवन सुखमय बितोस्। जय नेपाल, नेपाल आमाको जय होस्। नमस्कार।